एभ्रिवान नमस्ते सबैजनालाई। आज चाहिँ हामी घुम्न आएको बाहिर बाहिर मम्बर घुम्न आएको घुमिरहेका छौँ सल्लाह लाएर। बिहान 9 बजेदेखि टोटो घुमेको हो 11 बजिसक्यो। आज कति घुम्ने थाहा छैन। आज बिदाको दिन सर घुम्ने मजा आइरहेछ त्यस घुम्नलाई रमाइलो भइरहेछ। आज बिदाको दिन सर बाहिर निस्केको घुमघाम छ जिन्दगी रमाइलो छ जिन्दगी। आजको घुमाइ जारी नै हुनेछ सायद कति बजीसम्म हो भन्ने थाहा छैन। लगभग 4-5 बजीसम्म त घुमिन्छ होला। लगभग 6-7 बज्छ रुममा पुग्दाखेरि। हेर्न सक्नुहुन्छ गाइज बाहिरको भ्यू खतरा छ। बब्बाल छ। यस्तो बवाल छ। पुरै नगरम बवाल। बर्गर खाने भयो खानुहोस्। बर्गर हुन्छ है खाने भए चाहिँ खतरा यस्तो बवाल छ। हामी चाहिँ घुमघाम छ चलिरहेको छ जारी छ घुम्ने। हेर्नुहोस् है यता चाहिँ बवाल छ है सेम नेपाल जस्तो है यो चाहिँ। यस्तो बवाल छ ठाउँ चाहिँ। यस्तो सरकारको देशमा हाम्रोमा प्रकृतिले दिएकोमा पनि हुन सके छैन। हुन सकेको छैन। अरूले यहाँ पानी हाली यस्तो करोड खर्च गर्छन्। यस्तो घाममा कति पानी हालेर कति मिहिनेत गरे मान्छेहरू। हाम्रो नेपालमा भने नेचुरल हुँदा पनि छैन। यसले चाहिँ ओभरटेक गरे हामीलाई अनि यसको पछि जाने हो। यसलाई चाहिँ ओभरटेक गर्नै पर्छ है। ल है ल ओभरटेक पनि गरे है यसलाई है त। बाटो जाम गर्ने भनेकै टडकहरूले हो। टिप्पर बेल्दैछ है। कहाँ सक्छौ त यो त अनि तिम्रो बाउ वगेर यो त भेटाउन नभएर छोडेपछि त छोडे बाउसम्म छोरो जुत्छु भनेर कहाँ सक्छ भने बाउ भनेको बाउ नै हो नि। हामी त बाउमा हिँड्ने भिडियो चाहिँ मेरो युट्युब च्यानलमा आउँछ। सबैजनाले सब्सक्राइब गरिदिनु होला सेयर पनि गरिदिनु होला। यो भिडियो फुल भिडियो चाहिँ मेरो युट्युबमा आउँछ है त। युट्युब च्यानलको नाम रहेको छ भन न। युट्युब च्यानलको नाम चाहिँ निशान कुमार अफिसियल 4 है युट्युब च्यानलको नाम। टक्क त्यही हो सर्च हान्नुभयो भने मेरो युट्युब च्यानल भेटाउन सक्नुहुन्छ। सबैजनाले सपोर्ट गरिदिनु होला भन्न चाहन्छु।
ल एभ्रिवान हामी चाहिँ आइयो है यो फोरेस्ट भन्ने ठाउँमा ल आजको भिडियो यति नै फेरि नेक्स्ट टाइम लिएर आउने छु छोटो छोटो मिनी ब्लग है त ल आजको लागि यति नै बाइ बाइ